नमस्कार, म आशिका राउत कक्षा 3 बाट। आज हामी सेरोफेरो विषयमा भएको पाठ 2 को सत्कार गरौँ भन्ने शीर्षकमा अभिनय गर्दैछु। धन्यवाद। घरमा को हुनुहुन्छ? एहे, कति दिनपछि आउनुभयो त? भाग्यमानी भएस। आउनुहोस्, भित्र बस्नुहोस्। हजुरहरू सन्चै हुनुहुन्छ? तिमी सन्चै छौ? म पनि सन्चै छु। आमा बुबा खै त? भित्र हुनुहुन्छ। हजुरहरूलाई टेलिफोन लाग्यो होला, म पानी लिएर आउँछु। आहा, कति दिनपछि आएका मेरा दादा र भदैनीहरू। फुपूजीलाई ढोक्न पर्यो। भाग्यवान भइस्। लाउनु कोसेली। किन कोसेली ल्याउनु पर्थ्यो र? नमस्कार। भाग्यमानी भइस्। सन्चै हुनुहुन्छ? सन्चै छु। लौ, अब तिमीहरूलाई भोक लाग्यो होला, म मिठो खानेकुरा बनाइदिन्छु। हस्। दिनुहोस्, पानी खानुहोस्। धन्यवाद। खाइसकेपछि म हजुरहरूसँग कुरा गर्छु। हुन्छ? फुपाजी बस्नुहोस्, अब हामी कुराकानी गरौँ। अति